हेलो हाई अनि नमस्ते भुटनेस नेपाल इन युएसए मा यो बिहानी पख तपाईलाई म स्वागत गर्न चाहन्छु। अहिले भने चाहिँ तपाईको अर्ली मर्निङ छ अनि यसरी हेर्नु न मेरो जिउभरि हिउँले धेरै मान्छेले सावर बात गरेको भन्छ के बात भन्छ। म चाहिँ स्नो बात भए अनि यसरी मैले अगाडि सफा गरेको तर पनि स्टिल पेन र राम्रोसँग गएको छैन किनभने स्नो परिरहेको छ त्यो कारण गर्दा हो। तपाईको एरियामा के कस्तो छ अपडेट गर्नु होला। एक्रोन ओहायो तिर त यसरी हिउँ पर्न थाल्यो है। बाहिर पुरै हिउँ छ। भरे 9 बजे हुन्छ। गाइसहरु मसँग जोडिनु होला ल। आजको भ्लगमा तपाई जोडिरहनु भएको छ। स्नो चाहिँ तपाईको मैले लगभग स्नो चाहिँ यो मेरो लगभग 8 चोटी भइसक्यो होला। 8 इयर चाहिँ म कन्टिन्यू यो स्नोको एउटा के भन्छ अनुभव गरिरहेको छु। लगभग 7-8 इयर चाहिँ अनि ओभरअल ठिकै छ। अब हिउँ पर्ने बेला सुरु भयो अनि म ब्याक हुँदैछु मेरो यात्रामा जाँदैछु। ल त बिहानको तपाईको 5-5:30 भयो। 5:30 हो। पुरै स्नो बात हुँदैछ नि। स्नो बात हुँदैछ। उद्घाटन त डरै भयो नि। यो चाहिँ वान अफ द बिगेस्ट स्नो पनि हो पहिलो यो वर्षको। हामी भने चाहिँ यो बिहानी निक्लिरहेछौँ है। एकदम हिउँले टाउकोमा हिर्काउँदैछ हैन। हो गाडी स्टार्ट भइसकेको छ तर यो उयो खालको होइन आइस होइन रहेछ। फ्यास फ्यासै जाने खालको रहेछ। नसे त हेर्नु न प्रकाश सर अनि के हो यो बिहानी यस्तो छ नि दो यस्तो हिउँ कुनै छ ब्रस छैन आज हो। ब्रस छैन नि। ब्रस नभएर पुरै बिजोक रमाइलो भएको। बिजोक रमाइलो छ। ल ल भाइको गाडीको पनि यस्तो पुगेको अवस्था सफा। मेरो पनि गाडी खोजाइ भइरहेको छ है। यो चाहिँ वान अफ द बिगेस्ट स्नो पनि हो यो वर्षको। स्टिल पुरै उयो भइरहेको छ। मेरो गाडी त्यहाँ रहेछ। What's up going on? Oh my goodness. अहिले चाहिँ तपाईको चट्टसँगले मेरो अम्ला चाहिँ यति भाँच्ने हिउँ आएको रहेछ है त। हेर्नुहोस् गाडीहरू लट्टरम्मसँगले हिउँले चाहिँ। ल अब भने चाहिँ म मेरो गाडी सफा गर्न लागिरहेको छु। पहिला तातो लगाइदिनु पर्यो चट्टसँगले। ओ माई गुडनेस हेर्नुहोस् है त बाहिर चाहिँ पुरै हिउँ छ। अब मेरो उयो खोज्नु पर्ने छ क्लिनर कहाँ छ। ल यो बिहानी चट्टसँगले कहाँ छ गाडी क्या कता राखेको थियो। आज डिसेम्बर 2 तारिकको दिन यो वर्षको अन्तिम महिना पनि डिसेम्बर। आज भने चाहिँ लगभग तपाईको निकै मजाको हिउँ स्टिल परिरहेको छ। हेर्नुहोस् है त क्लिन गर्दा पनि यतिको भएको छ। यहाँ क्लिनै गर्नु पाएको छैन। मेरो क्लिन हुँदा पनि स्टिल तपाईको यस्तो अवस्था छ अहिले। हेर्नुहोस् है त चट्टसँगले अहिले पनि परिरहेको छ स्नो। भोलि बिहानको लगभग 9 बजीसम्म छ भन्ने कुरो आइरहेको छ। सेफ ड्राइभ गर्नु होला। तपाईलाई चाहिने कुरोहरू क्लिन गर्ने सफा गर्ने सबै बोकेर हिँड्नु होला। आपतकालीनमा तपाई सेफ हुनुहुनेछ। ल त थ्याङ्क यू सो मच फर वाचिङ। हेर्नुहोस् पुरै यस्तो अवस्था छ है।
हेर्नुहोस् है गाइसहरू, यस्तो हिउँ परिरहेछ, बाटो पुरा गजक गजक नै भइरहेको रहेछ। धेरै ध्यान दिएर कुदाउने बेला भएको छ यो बिहानी पख। वास्तवमा खासै उयो छैन, कन्ट्रोल त्यति धेरै भइरहेको छैन, तर राम्रो हुनेछ, सेफ ड्राइभ हुनेछ। हेर्नुहोस् है गाइसहरू, मैले ड्राइभ गरेको लगभग 30 मिनट भइसक्यो। म घर आइपुगिसकेको छैन, स्नो पुरै छ बाटो, हिउँले गरेर घर पुगेको छैन। स्टिल अन द वे छु त, अलमोस्ट 30 मिनट भइसक्यो मैले अहिले ड्राइभ गरेको। यस्तै छ है त अवस्था। आज दिउँसो लगभग 11 बजीसम्म हिउँ छ भन्ने कुरो अपडेट आइरहेको छ। हेर्नुहोस् है, फाइनली धेरै बिजोगको साथमा म लगभग मेरो डेस्टिनी नजिक आइपुगिरहेको छु। यस्तो यो हिटले गरेर बिल्लेको हो, नत्र स्नै परिरहेछ। यस्तो छ अवस्था। हिउँ कोही बेला चाहिँ नि गाडी कुदाउनु निकै गाह्रो हुन्छ, किनभने चिप्लिन्छ के हुन्छ। तर आजको हिउँ चाहिँ खासै त्यो चिप्लिने खालको चाहिँ होइन रहेछ। तर पनि तपाईँको थाक भइसके पछाडि कुदाउनु निकै गाह्रो चाहिँ भइरहेको अवस्था छ अहिले भने। छ बजेर 15 मिनट गइसकेको छ अहिले। म हिँडेको लगभग 5:30 हो, अलमोस्ट 45 मिनट लाग्यो। ल गाइसहरू, फाइनली म चाहिँ भने मेरो डेस्टिनीमा आइपुगिसकेँ। हेर्नुहोस् है त, डिसेम्बर 2 तारिक 2025 को दिन यस्तो पानी यस्तो हिउँ परिरहेको छ। अहिले चाहिँ म पुरै भिजिरहेको छु, तपाईँको लटरम्म हिउँले यसरी भिजिरहेको छु। लगभग निकै थाक भइसकेको अवस्था रहेछ है। हेर्नुहोस् यस्तो छ है अहिलेको अवस्था। दिस इज करेन्ट अपडेट, आजको अपडेट हो यो।